कुनै पनि ठुलो काम प्राप्त भयो भने सानो कुरालाई नभुल्नुहोला, किनभने जहाँ सुईको काम हुन्छ त्यहाँ तरवारको कुनै अर्थ रहँदैन। नमस्कार उपस्थित महानुभावहरू, म दिपा गैरे, स्थायी ठेगाना मध्यबिन्दु 2 नवलपरासी पूर्व, हाल बसोबास तनहुँ, पेसाले एक शिक्षक र मोटिभेसनल स्पिकर। आजको यस कार्यक्रममा हर्सिल एकाडेमीद्वारा आयोजित 15 दिने टट कार्यक्रम पश्चात सञ्चालन भएको एक दिवसीय ओजिटी कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरूलाई आयोजक संस्थाको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट हार्दिक हार्दिक स्वागत गर्दछु। आज मिति 2083 साल वैशाखको 20 गते आइतबार, तदनुसार सन् 2026 मे 3 तारिक आइतबार अहिले बेलुकाको 8:15 गएको छ। हामीहरू हर्सिल एकाडेमीद्वारा आयोजित यस एक दिवसीय ओजिटी कार्यक्रममा देशका विभिन्न ठाउँहरूबाट भर्चुअल माध्यमद्वारा जोडिएका छौँ। उपस्थित महानुभावहरू, आजको यस कार्यक्रममा मैले कार्यक्रम सञ्चालनको जिम्मेवारी वहन गर्न पाउँदा म अति नै हर्षित भएकी छु। साथै यो सुनौलो अवसर प्रदान गरिदिनु भएकोमा आयोजक संस्थाप्रति पुनः धन्यवाद व्यक्त गर्दछु। उपस्थित महानुभावहरू, यस हर्सिल एकाडेमीले विगत लामो समयदेखि विविध विधामा महत्त्वपूर्ण विषयवस्तुमा कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। जस्तै बच्चाहरूको लागि पब्लिक स्पिकिङ फर किड्स, इङ्ग्लिस नेपाली ह्यान्डराइटिङ, कोडिङ कक्षाहरू सञ्चालन गरेको छ भने युवा वर्गहरूको लागि हामीहरूको लागि पब्लिक स्पिकिङ एन्ड पर्सनालिटी डेभलपमेन्ट ट्रेनिङ, टिओटी टट ट्रेनिङ, प्यारेन्टिङ क्लास, त्यस्तै गरी एसी +2 गरेर बस्नुभएका विद्यार्थी भाइ बहिनीहरूको लागि इफेक्टिभ प्रेजेन्टेसन एन्ड पब्लिक स्पिकिङ मास्टरी जस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ। यहाँहरू पनि यस्ता महत्त्वपूर्ण क्लासहरूमा जोइन गर्न चाहनुहुन्छ भने तपाईहरूले यस हर्सिल एकाडेमीको फेसबुक पेजलाई फलो गर्न सक्नुहुन्छ र आफ्नो सुनौलो भविष्यलाई सुन्दर बनाउन सक्नुहुनेछ। उपस्थित महानुभावहरू, यहाँहरू सभ्य र शिक्षित हुनुहुन्छ, तैपनि हरेक कार्यक्रमको आफ्नै नीति र नियमहरू हुने गर्दछ र यहाँहरूले पनि हामीहरू भर्चुअल माध्यमद्वारा जोडिएको हुँदाखेरि यहाँहरूले आफ्नो मोबाइललाई म्युट अवस्थामा राखी क्यामेरा अन गरिदिनुहोला र कार्यक्रम सञ्चालनको सन्दर्भमा महत्त्वपूर्ण विषयवस्तु रहेका छन्। यहाँहरूलाई जिज्ञासा लाग्न सक्छ, कपी र पेन साथमा राखेर आफ्नो जिज्ञासालाई त्यहाँ टिपोट गर्नुहोला र हाम्रो कार्यक्रमको अन्तिम सेसनमा प्रश्न उत्तर र फिडब्याक कार्यक्रम रहनेछ, त्यहाँ हजुरको त्यो जिज्ञासा मेट्न सक्नुहुनेछ। उपस्थित महानुभावहरू, हामीहरू प्राविधिक अथवा आइटीबाट इन्टरनेटबाट जोडिएको हुँदा प्राविधिक त्रुटिहरू हुन सक्छ, गडबडी हुन सक्छ। कृपया यहाँहरू धैर्यताका साथ बसिदिनुहोला। यहाँ धेरै त्यस्ता महान प्रशिक्षकहरू हुनुहुन्छ, उदयमान प्रशिक्षक हुनुहुन्छ, उहाँबाट धेरै विषयवस्तुमा प्रस्तुतिहरू बाँकी छन्। अब म कति पनि ढिला नगरिकन आजको यस सेसनलाई अगाडि बढाउँछु। हाम्रो कार्यक्रम विशेष गरेर 8 बजेदेखि बेलुका 9:30 बजेसम्म सञ्चालन हुनेछ। उपस्थित महानुभावहरू, आजको कार्यक्रम विशेष गरेर नवोदयमान प्रशिक्षकहरूबाट धेरै नै रोचक, जीवन उपयोगी, महत्त्वपूर्ण, छुटाउनै नहुने त्यस्ता विषयवस्तुमा प्रस्तुति रहेको छ। तपाईहरू धीरताका साथ सुनिदिनुहुनेछ र हाम्रो यस कार्यक्रमलाई भव्य र सभ्य बनाउन साथ दिनुहुनेछ भन्ने पूर्ण विश्वास लिएकी छु र म आजको कार्यक्रमलाई अगाडि बढाउँछु।
उपस्थित महानुभावहरू, यहाँ उपस्थित रहनुभएका महान व्यक्तित्वहरूलाई आफ्ना पुष्परूपी शब्दहरूद्वारा स्वागत मन्तव्य दिनको लागि यसै हर्सिल एकाडेमीकी महान प्रशिक्षक, मृदुभाषी, हँसिलो चेहराकी धनी, सकारात्मक सोचकी धनी माया पाण्डे म्यामलाई यस मञ्चमा आमन्त्रण गर्दछु। सबैजनाले उहाँलाई जोरदार तालीका साथ स्वागत गरौँ। अब आउँदै हुनुहुन्छ माया पाण्डे म्याम। धन्यवाद कार्यक्रम उद्घोषकज्यू। हामी सिक्छौँ, हामी बाँड्छौँ र हामी अघि बढ्छौँ। नमस्कार यहाँ उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरू। म माया पाण्डे, जन्मघर गुल्मी, हाल कलङ्की काठमाडौँ, पेसाले एक कर्मचारी, साथै हर्सिल एकाडेमीको एक कुशल प्रशिक्षक। आजको यस कार्यक्रममा यहाँ उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरूलाई म आयोजक संस्थाको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट हार्दिक स्वागत गर्दछु। दर्शकबिन्द, आज मिति 2083 साल वैशाख महिनाको 20 गते आइतबार, तदनुसार 2026 मे 3 तारिक। यति बेला सन्ध्याकालीन समय 8:21 गएको छ। आज हामीहरू काठमाडौँ स्वयम्भू स्थित हर्सिल एकाडेमीले आयोजना गरिएको 15 दिने टट ट्रेनिङ पछिको एक दिने ओजेटी कक्षामा देशका विभिन्न ठाउँहरूबाट भर्चुअल माध्यमबाट जोडिएका छौँ। यो गरिमामय कार्यक्रममा मलाई यो सुवर्ण अवसर दिनुभएकोमा म निकै हर्षित भएकी छु। साथै यो गहन जिम्मेवारीको लागि आयोजक संस्थालाई हार्दिक कृतज्ञता ज्ञापन गर्दछु। भनिन्छ नि, प्रशिक्षक त्यो होइन जसले मात्र सिकाउँछ, बरु त्यो हो जसले सिक्ने भोग जगाउँछ। पक्कै पनि एक असल प्रशिक्षकले बाटो देखाउने मात्र होइन, हिँड्नको लागि साहस पनि प्रदान गर्दछ। कुनै पनि संस्थाको सफलता त्यहाँ कार्यरत जनशक्तिको क्षमतामा भर पर्दछ। एउटा असल प्रशिक्षकले केवल ज्ञान मात्र बाँड्दैन, उसले सिक्ने र सिकाउने कला पनि सिकाउँछ। यो तालिमको मुख्य उद्देश्य पनि यहाँहरूलाई केवल विषय वस्तुको ज्ञान मात्र होइन, एक प्रभावकारी सहजकर्ता बनाउनु पनि हो। हामीलाई विश्वास छ यहाँहरूले यस हर्सिल एकाडेमीको प्लेटफर्ममा हासिल गर्नुभएको एउटा सिप र अनुभवलाई आफ्नो कार्यक्षेत्रमा पनि कुशलतापूर्वक लागू गर्नुहुनेछ। यो तालिम केवल एउटा कक्षा मात्र नभई एक दक्ष प्रशिक्षक बनेर यो समाज र संस्थामा सकारात्मक परिवर्तनको संवाहक गर्ने माध्यम पनि हो। हेर्नुस् त, हामीमाझ कुशल नवोदयमान प्रशिक्षकहरू पनि आफ्नो सुन्दर अनुहार र व्यक्तित्व विकासका साथ यहाँ देखिरहनु भएको छ। हामीहरू उहाँलाई आफ्नो कार्यलयमा अथवा आफ्नो कर्मशील पाठहरूमा एउटा दत्तचित्त भएर लाग्नको लागि, उत्प्रेरणा दिनको लागि यसरी जुटिरहेका छौँ। अन्तमा व्यस्त समयको बावजुद पनि हाम्रो निमन्त्रणालाई सहर्ष स्वीकार गरी यहाँ जोडिनुभएका सम्पूर्ण महानुभावहरूलाई पुनः एकपटक संस्थाको तर्फबाट साथै मेरो व्यक्तिगत तर्फबाट न्यानो स्वागत व्यक्त गर्दछु। यो कक्षाले यहाँहरू सबैका लागि एउटा फलदायी र उपलब्धिमूलक रहनेछ भन्ने म पनि पूर्ण विश्वास लिएकी छु। स्वागतम स्वागतम सुस्वागतम। धन्यवाद। धन्यवाद माया पाण्डे म्याम। उहाँले यहाँ उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरूलाई आफ्ना पुष्परूपी शब्दद्वारा स्वागत गरेर गइसक्नु भएको छ र अब म फेरि आजको यस कार्यक्रममा नव उदयमान प्रशिक्षक किरण भाट म्यामलाई आफ्नो महत्त्वपूर्ण विषयवस्तु अभिभावकीय कला सम्बन्धी विषयवस्तु प्रस्तुतिकरण गर्दिन हुनको लागि यस मञ्चमा आमन्त्रण गर्दछु। सबैजनाले उहाँलाई
जोरदार तालीका साथ स्वागत गरौँ। अब आउँदै हुनुहुन्छ किरण भाट म्याम। धन्यवाद उद्घोषकज्यू। सबै कुरा एकैचोटि पाइँदैन, सबै कुरा एकैचोटि पाइँदैन। घाम अ, तारा तारा देख्न पनि घाम डुब्नुपर्छ, तारा देख्न पनि घाम डुब्नुपर्छ। उपस्थित सम्पूर्ण महानुभावहरूमा नमस्कार। उपस्थित सम्पूर्ण महानुभावहरूमा म किरण भाट, स्थायी घर कञ्चनपुर महेन्द्रनगर, पेसाले शिक्षक र मोटिभेसनल स्पिकर। आजको यस कार्यक्रममा हर्सिल एकाडेमीले सञ्चालन गरेको 15 दिने टट ट्रेनिङ पश्चात 1 दिने ओजिटी कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरूलाई हार्दिक स्वागत तथा हार्दिक स्वागत गर्दछु। आज हजुरहरू समक्ष मैले मेरो प्रस्तुति राख्न पाउँदा म एकदमै हर्षित भएकी छु र मलाई यो प्रस्तुति प्रस्तुत गर्ने अवसर प्रदान गर्नुभएकोमा म यस आयोजक संस्थाप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु। अब हामी ढिला नगरिकन आफ्नो प्रस्तुतिलाई जोड्न गइरहेको छु। मेरो विषयवस्तु रहेको छ अभिभावकीय कला, प्यारेन्टिङ, जसमा अभिभावकीय कला एकदमै महत्त्वपूर्ण कला हो, जसले हजुरहरूलाई हामीहरू सम्पूर्णलाई आफ्ना नानी बाबुहरूसँग कसरी डिल गर्ने भन्ने कुराको बारेमा सिकाउँदछ। अब म मेरो प्रस्तुतितर्फ गइरहेको छु। म हजुरहरूलाई आग्रह गर्न चाहन्छु, आग्रह गर्दछु, मैले मेरो प्रस्तुत गर्दा हजुरहरू शान्तपूर्वक भएर मेरो प्रस्तुतिलाई सुनिदिनुहुनेछ र हजुरहरूको यो व्यस्त समयमा म बढीमा 15 मिनटको समय लिनेछु र यो 15 मिनटको समय हजुरले धीरतापूर्वक मलाई सुनिदिएर मेरो हौसला बढाइदिनुहुनेछ भन्ने आशा गरेको छु। अब म विषयवस्तुतर्फ लाग्दछु। बालबालिकालाई ज्ञान होइन ध्यान दिउँ, बालबालिकालाई ज्ञान होइन ध्यान दिउँ। आजको मेरो विषयवस्तु रहेको छ आर्ट अफ प्यारेन्टिङ, अभिभावकीय कला। अब अभिभावकीय कला हो भने अब अभिभावकीय कलाको बारेमा छलफल गर्नुभन्दा पूर्व हामी अभिभावक भनेको के हो त्यो कुरालाई जोड्न चाहन्छौँ। हाम्रो श्रीषा तिवारी म्याम केही भन्न चाहनुहुन्छ? हजुर, अभिभावकीय कला अभिभावक भनेको के हो, कसलाई हामी अभिभावक भन्न सक्छौँ? अभिभावक भन्नाले बालबालिकाको पालन पोषण, हेरचाह र शिक्षा दीक्षा स्नेहपूर्ण तरिकाले गर्ने व्यक्ति हुन्। पहिले हाम्रो अभिभावक भन्नाले हामीले के मात्रै बुझेका थियौँ भने अभिभावक भन्नाले आमा बुवा जसले छोराछोरी बालबच्चाहरूलाई जन्म दिन्छन् उहाँ मात्रै अभिभावक हुन् भन्ने बुझेका थियौँ। तर अहिले अलि फरक परिवेशमा हामी जाँदा अहिले फरक तरिकाले हेर्दाखेरि के हुन्छ भने आमा बुवा मात्रै अभिभावक होइनन्, हामी आमा बुवा नभएर पनि अभिभावक बन्न सक्छौँ। यसको अर्थ के छ भने जसले एउटा बालबालिकालाई राम्रोसँग उसको चौतर्फी विकासलाई, उसको शारीरिक सर्वाङ्गीण विकासमा उसलाई टेवा पुर्याउने, संरक्षण प्रदान गर्ने जोसुकै व्यक्ति, आमा बुवा, दाई दिदी, हजुरबुवा हजुरआमा जोसुकै पनि अभिभावक हुन सक्छन्। त्यसो हो भने अभिभावकीय कला भनेको के होला त? अभिभावकीय कला भनेको बालबालिकालाई सर्वाङ्गीण विकास गर्ने, मार्गनिर्देशन प्रदान गर्ने, तर त्यो मार्गनिर्देशनलाई सकारात्मक तरिकाले, एकदमै सकारात्मक तरिकाले बालबालिकाको हेरचाह र उहाँहरूको सर्वाङ्गीण विकास गर्ने कला नै अभिभावकीय कला हो। त्यसै गरी अभिभावक कला सँगसँगै अर्को टपिक रहेको छ हाम्रो अभिभावकका प्रकार। हाम्रो प्रसिद्धि सिंह ज्यूले भन्न सक्नुहुन्छ अभिभावकका प्रकारहरू? उहाँ त सानो स्टुडेन्ट हुनुहुन्छ। एउटा चाहिँ आफ्नो धेरै काम गरिबस्ने प्यारेन्टिङ, अरू चाहिँ
केयर गर्ने, टाइम स्पेन्ड गर्ने प्यारेन्टिङ। वाउ, सो नाइस, एकदमै राम्रो। हामी अभिभा प्यारेन्टिङको प्रकारमा हामी गएका छौँ। पहिलो प्रकार रहेको छ हाम्रो, सरी यो त एकैछिन है, मेरो स्क्रिन सेयर भइराखेको छ। छ भइरहेछ म्याम, भइरहेछ। अनइन्भल्भमेन्ट प्यारेन्ट्स हुनुहुन्थ्यो, जसले हामीलाई बेवास्ता गर्ने प्यारेन्ट्स हुनुहुन्छ। जुन प्यारेन्ट्सले आफ्नो नानी बाबुहरूलाई जन्म त दिनुहुन्छ, तर जन्म सँगसँगै उहाँहरूले आफ्नो नानी बाबुहरूको हेरविचारमा त्यतिको ध्यान दिनुभएको हुँदैन। जन्माएर उहाँहरूले आफ्नो नानी बाबुहरूको चौतर्फी विकासमा त्यतिको ध्यान नदिने प्यारेन्ट्स हुनुहुन्छ। अनइन्भल्भ भन्नाले बेवास्ता गर्ने अभिभावक। बेवास्ता गर्ने अभिभावकले हुर्काएका नानी बाबुहरू कस्तो हुनुहुन्छ भने उहाँहरू एकदमै झगडालु, एकदमै रिसाहा, अरूसँग माया स्नेह बाँड्न नै नसक्ने, किनकि उहाँहरूले आफ्नो आमा बाबुबाट त्यस्तो माया ममता धेरै पाएको हुँदैनन्, जसले गर्दा उहाँहरूको व्यक्तित्व पनि त्यसै अनुसारले विकास भएको हुन्छ। र उहाँ त्यस्तो बालबालिकाहरूले भोलिको दिनमा गएर आफ्नो जीवनलाई राम्रोसँग गर्न सकेका, जीवन व्यतीत गर्न सकेका हुँदैनन् भने मेरो स्क्रिन देखिरहेछ? म्याम देखेको छ। ब्याक तेस्रो सेकेन्डमा हुनुहुन्थ्यो हाम्रो कम्फर्ट प्यारेन्ट। एकदमै कम्फर्ट प्यारेन्ट भनेको एकदमै उदार, एकदमै पुलपुल्याउने खालको, जसले एकदमै के गर्नुहुन्छ भने कम्फर्ट प्यारेन्ट्स कस्तो प्यारेन्ट्स हुनुहुन्छ भनेपछि कम्फर्ट प्यारेन्ट्सले आफ्नो नानी बाबुहरूलाई जतिखेर पनि एकदमै एकदमै धेरै माया गर्ने, जे भन्यो त्यही पुरा गरिदिने, अनि अलि समय चाहिँ कम दिएको, समय कम दिन सक्ने, तर आफ्नो उहाँहरूको के सोच हुन्छ भने मैले दुःख कष्ट सहेर पनि मेरो नानी बाबुहरूले कुनै पनि दुःख कष्ट नसहुन्, आफ्नो दुःख कष्ट लुकाएर आफ्ना नानी बाबुहरूको सम्पूर्ण मागहरूलाई पुरा गरिदिने। त्यो माग चाहे जायज हुन सक्छ, उचित हुन सक्छ या अनुचित हुन सक्छ, तर सम्पूर्ण मागहरू चाहिँ पुरा गरिदिने। तर यसो गर्दा पनि बालबालिकाले कस्तो हुन्छ भने मेरो आमा बाबुलाई जे भने पनि हुन्छ, उहाँहरूले जे पनि दिन सक्नुहुन्छ भनेर उहाँको डिमान्डिङ जुन हुन्छ, उहाँले माग गर्ने बानी वृद्धि हुँदै जान्छ, र भोलिको दिनमा उहाँले यस्तो कुरा माग गर्नुहुन्छ जुन कुरा उहाँको आमा बुवाले पुर्याउन सक्नुहुन्न। अर्थात् एउटा हाम्रो के शब्द छ भने पुलपुल्याउने है। अब हुनसक्छ उहाँले आफ्नो बालबालिकालाई बिग्रिउन् भनेर पुलपुल्याएको त हुँदैन, तर पनि उहाँहरूको जुन अधिक माया छ, माया तर अनुशासन नदिएरै दिएको जुन माया हुन्छ, त्यो मायाले उहाँको नानी बाबुहरूलाई एकदमै पुलपुल्याएर भोलिको दिनमा कस्तो खालको बनाउनुहुन्छ भने धैर्यता नै हुँदैन। उहाँले त जे भन्ने बित्तिकै पाउनु भएको छ, त्यसैले उहाँमा धैर्यता नै हुँदैन, भोलिको दिनमा कन्फिडेन्ट हुँदैन, उहाँहरूमा आत्मविश्वास हुँदैन। आत्मविश्वासको कमी भयो भने पक्कै कुनै पनि कार्य गर्नको निमित्त हामीलाई आत्मविश्वासको एकदमै खाँचो पर्छ। यदि आत्मविश्वास हुँदैन भने भोलि हामी एक्लो जीवन व्यतीत गर्दा हामी के हुन्छौँ भने जीवन व्यतीत गर्न सक्दैनौँ। त्यसै गरी अर्को हाम्रो अभिभावककै प्रकारमा रहेको छ हाम्रो तेस्रो प्रकारमा रहेको छ हाम्रो तानाशाही अभिभावक। तानाशाही स्ट्रिक्ट प्यारेन्टिङ। कस्तो प्यारेन्ट्सलाई स्ट्रिक्ट प्यारेन्ट भनेर बुझ्नुहुन्छ? विभूति मुखिया सर हुन्छ? ठिक छ। तानाशाही अभिभावक भन्नाले त्यस्तो अभिभावक हुनुहुन्छ जसले आफ्नो नानी बाबुहरूलाई रुल, एउटा रोड म्याप हुन्छ, रोड म्यापमा मात्रै हिँड्न लगाउने, उहाँको स्वतन्त्रताको, उहाँको विचारको कुनै कदर नगरेर बालबालिकाहरूलाई एकदमै कडा अनुशासनमा राख्ने, माया प्रेम कम गर्ने, एकदमै अनुशासनमा राख्ने, बच्चालाई के खाने के गर्ने भन्ने कुरा पनि
अभिभावकले मात्रै गर्ने, अभिभावकले मात्रै भनेको कुरा बच्चाले गर्न पाउने, आफ्नो फ्रिडम भन्ने शब्द नै बच्चाहरूको शब्दकोशमा हुँदैन, जसले गर्दा बालबालिकाहरूले आफ्नो आमा बाबुलाई आदर सम्मानको रूपमा माया गरेका हुँदैनन्, उहाँदेखि डराएका हुँदैनन्, तर उनमा एउटा डर बसेर चाहिँ उहाँले आफ्नो आमा बाबुको भनेको मान्ने गर्छन्। त्यस्तो गर्दा त्यस्तो बालबालिकाहरू भोलि गएर समाजमा समायोजन हुन सक्दैनन्, समाजमा समायोजन हुँदैनन्, आत्मविश्वास हुँदैन, उहाँले एक्लै केही पनि गर्न सक्दैनन् र भविष्यमा गएर उहाँमा नैराश्यता आउँछ भने यस्तो अभिभावकले हुर्काएको बच्चा, यस्तो अभिभावक पनि उचित अभिभावकको सूचीमा पर्नुहुन्न। त्यसै गरी हाम्रो चौथो प्रकार रहेको छ अधिकारवादी अभिभावक, स्मार्ट प्यारेन्टिङ। अब स्मार्ट भन्ने बित्तिकै अहिलेको हाम्रो युज हुने पहिलेको बटनवाला मोबाइल फोन र अहिलेको स्मार्टफोनमा के फरक छ? बटनवाला फोनले पनि फोन त हामी कुरा त सञ्चार त हुन्थ्यो, तर स्मार्टले अहिले के कुराहरू ल्याइदियो त? हो, त्यसै गरी स्मार्ट प्यारेन्टिङ यस्तो प्यारेन्ट्स हुनुहुन्छ जसले आफ्नो नानी बाबुहरूको एउटा सीमित अनुशासन त तोकेको हुन्छ, त्यसमा उहाँको स्वतन्त्रता सहित अनुशासन तोकेका हुन्छन् र जसले गर्दा उहाँहरूले हुर्काएका नानी बाबुहरू यस्तो हुन्छन्, एकदमै सृजनशील, एकदमै आत्मविश्वासी, मायालु, अरूलाई आदर सम्मान गर्ने, धैर्यता भएका नानी बाबुहरू उहाँहरूले हुर्काउन सक्ने क्षमता हुन्छ र जसले गर्दा धैर्यता, जब मान्छे आत्मविश्वास छ भने भोलिको दिनमा पक्कै पनि त्यो नानी बाबुहरूले एकदमै राम्रो सफलता हासिल गर्न सक्छन्। अब त्यसो हो भने हामीले 4वटा प्रकारहरूको बारेमा हामीले छलफल गर्यौं र हजुरहरू पक्कै कुनै न कुनै प्रकारभित्र पर्नुहुन्छ, मलाई एकदमै थाहा छ र मैले सोध्न चाहे कि हाम्रो अनुपा सिग्देल म्याम कुन प्रकारमा पर्नुहुन्छ? हामी जुनसुकै प्रकार भए पनि प्रत्येक अभिभावकले आफ्नो नानी बाबुहरूको लागि गलत सोचेको त हुँदैन, तर पनि जुनसुकै प्रकारको भए तापनि सम्पूर्ण परिकारहरूबाट सकारात्मक कुरा हामीले लिन सक्यौं भने हाम्रो नानी बाबुहरूलाई हामी एकदमै सफल सभ्य नागरिकको रूपमा समाजमा चिनाउन सक्छौं। त्यसैले हामीले आफ्नो नानी बाबुहरूको बारेमा हामीले कुनै न कुनै प्रकारको सकारात्मक कुराहरू सबै प्रकारबाट लिएर आफ्नो नानी बाबुहरूलाई हामीले हुर्काउनु पर्दछ। त्यसै गरी हामी अर्को उसमा छ असल अभिभावकका गुणहरू। अब परिकारहरूको बारेमा छलफल गरिसकेपछि अब अभिभावकका गुणहरूको बारेमा छलफल गरौँ। असल अभिभावकमा कुन कुन गुण हुनु जरुरी छ? नम्बर 1 मा रहेको छ सहयोगी वातावरण। सर्वप्रथम हामी असल अभिभावक हुनको निमित्त पहिले आफ्नो नानी बाबुहरूको लागि एउटा सहयोगपूर्ण वातावरण सिर्जना गर्नुपर्छ, जसले नानी बाबुहरूले हजुरहरूसँग सजिलै आफ्ना समस्याहरू साझा गर्न पाउन् र हजुरले उहाँको त्यो समस्यालाई सहजै ढङ्गबाट लिएर उहाँहरूको त्यो समस्यालाई समाधान गरी उहाँहरूको क्षमता अनुसारको व्यवहार उहाँसँग गर्नुपर्ने हुन्छ। त्यसै गरी हामी भावनाको कदर गर्नु। हामी अभिभावक भइसकेपछि अभिभावक मात्र होइन, कुनै पनि व्यक्तिले आफ्नो भावनाको कदर भएको ठाउँ छैन भने जान चाहँदैन। जस्तो हामी कुनै सभामा या कुनै मिटिङमा गयौं, त्यहाँ गएर हाम्रो कुनै भ्याल्यु नै छैन भने हामी त्यहाँ जान चाहन्छौँ त? भने त्यस्तै हो, जुन ठाउँमा बालबालिकाले आफ्नो समस्या जाहेर गर्छन् अनि त्यो समस्याको समाधान पाउँछन् भने उहाँहरूको भावनाको कदर भएको हुन्छ, उहाँहरूका इच्छा आकांक्षालाई सर्वोपरि ठानिएको ठाउँमा उहाँहरूले सजिलैसँग आफ्ना समस्याहरू राख्न सक्छन् र आफ्ना विचारहरू प्रकट गर्न सक्छन्। यदि हामीले उहाँहरूको भावनाको कदर गर्न सकेनौं भने उहाँहरू र अभिभावक र बालबालिकाहरू प्रतिको दूरी बढ्दछ। त्यसै गरी अर्को गुण रहेको छ खुसीको जिम्मेवारी सम्झनु। जहिले पनि हामीले नानी बाबुहरूको खुसी केमा छ? हामीले हाम्रो नियमहरू लगाउनु भन्दा पनि बालबालिका भनेका स्वतन्त्र पन्छी हुन्, उहाँहरूलाई स्वतन्त्र आकाशमा स्वतन्त्र तरिकाले उड्न दिनुपर्छ, तर एउटा
असल अभिभावकले निगरानी सहितको स्वतन्त्रता दिनुपर्छ। धेरै स्वतन्त्रताले पनि हानि गर्ने हुँदा निश्चित निगरानी राखेर स्वतन्त्रता दिनुपर्छ। खुसीको जिम्मेवारी सम्झनु पर्यो। बच्चा के कुरामा खुसी हुँदैछ त? कहिले घुम्न जान उसलाई घुम्नाले उसलाई खुसी मिल्न सक्छ, कहिलेकाहीँ माटोसँगै खेल्नाले उसलाई खुसी मिल्न सक्छ, कहिलेकाहीँ उसलाई त्यत्तिकै आफ्नो आमा बाबुले आफूसँग खेलिदिएको भए भन्ने कुराको आश लिएको हुन्छ भने उहाँहरूको खुसीलाई सम्झेर हामीले उहाँहरूको बारेमा सोचेर उहाँको खुसीको जिम्मेवारी सम्झनुपर्छ। एउटा असल अभिभावक हुनको निमित्त हामीले यी गुणहरू हुनु आवश्यक छ। त्यसै गरी ध्यान केन्द्रित गर्नुहोस्। आफ्नो नानी बाबुहरू भनेका साना त्यस्ता फुलहरू हुन् जसलाई फक्रिनको लागि गोडमेलको आवश्यकता पर्छ। राम्रो मलहरू प्रयोग गरेर हामीले त्यो फुललाई फक्रायौँ भने पक्कै पनि त्यो फुल एकदमै राम्रो भएर फक्रिन्छ। त्यसैले बालबालिकाहरू पनि त्यो फुल जस्तै हुन् जसलाई हामीले एकदमै ध्यान दिनु जरुरी छ। नानी बाबुहरूको चाहनाहरूलाई, उहाँहरूको क्षमताहरूलाई मध्यनजर गरेर उहाँहरूका त्यस्तै क्रियाकलापहरूसँग संलग्न गराएर उहाँहरूको ध्यान केन्द्रित गराई हामी उहाँहरूको विकासमा सहयोग गर्न सक्छौँ। अब हामीले अभिभावक भनेको के हो, अभिभावकीय कला भनेको के हो, अभिभावकका गुणहरू छलफल गरिसके पश्चात अब असल अभिभावक कसरी बन्न सकिन्छ भन्ने कुराको बारेमा हामी छलफल गर्न गइरहेका छौँ। अब यो हजुरहरू समक्ष म प्रस्तुत गर्दैछु। अब नम्बर 1 मा रहेको छ हौसला र प्रेरणा प्रदान गर्नुहोस्। आफ्नो असल अभिभावक बन्नको लागि आफ्नो नानी बाबुहरूलाई हौसला र प्रेरणा प्रदान गर्नुहोस्। अब यहाँ हामीहरूले एउटा चित्र देखेका छौँ। कसैले भन्न सक्नुहुन्छ यो चित्र कसको हो? हजुर, यो चित्र एउटा यस्तो वैज्ञानिकको हो जसलाई विद्यालयबाट के भनिएर पठाइएको थियो भने 3 महिनामा विद्यालय गएको 3 महिनामा शिक्षकले उहाँको मूल्याङ्कन गरेर के पत्ता लगाउनु भयो भने उहाँ भनेको मन्दबुद्धिको व्यक्ति हुनुहुन्छ। उहाँलाई हामी पढाउन सक्दैनौँ। हामी मात्र होइन, हाम्रो यहाँको कुनै पनि विद्यालयमा उहाँको लागि ठाउँ छैन। उहाँलाई चाहिँ कसैले पनि पढाउन सक्नुहुन्न भनेर उहाँलाई एउटा चिठी सहित घर पठाइएको एउटा बालक, जसको जुन चिठी उनले आफ्नो घरमा गएर आफ्नो आमालाई दिनुभयो र आमाले जब त्यो चिठी हेर्नुभयो, त्यो चिठी हेरेर उहाँ धुरधुर रुनुभयो र बाबुले सोद्धा के भयो आमा, किन रुनु भएको भनेर भन्दा उहाँले के भन्नुभयो भने तिमी यति जान्ने व्यक्ति छौ, तिमी यति बुद्धिमान छौ कि तिमीलाई पढाउन सक्ने वा तिमीलाई पढाउन कुनै स्कुल र शिक्षक यहाँ छैनन्, त्यसैले भोलिबाट तिमी मसँगै घरमै पढ भनेर भन्दा उहाँको त्यो उत्प्रेरणाले ती व्यक्ति थोमस अल्वा एडिसन हुन्, एकदमै समाजमा एउटा उदाहरण वैज्ञानिक बनेर उहाँ उदयमान हुनुभयो, वैज्ञानिक बनेर चिनिनुभयो भने जब उहाँ त्यही हाम्रो जुन सानो छँदाको बाबुले जुन लेटर पढेको आफ्नो आमालाई देखेको थियो, त्यही चिठीलाई जब आमाको मृत्यु पश्चात उहाँले हेर्नुभयो, त्यसमा त के लेखिएको थियो भने तिम्रो यो बच्चा भनेको मन्दबुद्धिको हो, यो बच्चालाई हामी पढाउन सक्दैनौँ भनेको कुरालाई उहाँको आमाले सकारात्मक तरिकाले हौसला र प्रेरणा प्रदान गर्दा उहाँलाई एउटा जस्तो उहाँले चाहनु भएको थियो त्यस्तै व्यक्ति बनाएर विकास गराउनु भयो। यति ठुलो महत्त्व रहेको छ हौसला र प्रेरणाको। त्यसैले हाम्रा नानी बाबुहरूलाई जतिखेर पनि नकारात्मक पृष्ठपोषण प्रदान गर्नुभन्दा पनि त्यो नकारात्मक पोइन्टहरूलाई सकारात्मक तरिकाले हामी नानी बाबुहरूको बारेमा छलफल गर्दै जान्छौँ भने तिनीहरू एकदमै सभ्य र विकसित भएर
हुन्छन्। अब त्यसै गरी अर्को रहेको छ सिकाइप्रति उत्सुकता बढाउनु। जबसम्म हामीले कुनै सिकाइप्रति चाख जगाउँदैनौँ तबसम्म बच्चाहरू सिकाइप्रति उत्सुक हुँदैनन्। अब बच्चा उत्सुक हुनको निमित्त बच्चाले के चाहेको छ त्यो बुझ्नुपर्छ, नत्र भने हामीले हाम्रो सिकाइले बच्चालाई सिकाइमा उत्सुकता बढाउन सक्दैन जबसम्म नानी बाबुहरूको सिकाइ प्रतिको उत्सुकता, जब उनीहरूको चाहना हामीले नबुझुन्जेलसम्म, उनीहरूको मनस्थिति नबुझुन्जेलसम्म हामी सिकाइमा उत्सुकता बढाउन सक्दैनौँ। यहाँ देख्नु भएको छ पिक्चरमा कस्तो राम्रो तरिकाले एकजना टिचरले उहाँहरूलाई गाइड गर्दै हुनुहुन्छ। त्यसै गरी अर्को रहेको छ हाम्रो पर्याप्त समय दिनुहोस्। जुन अहिलेको एकदमै जल्दो बल्दो समस्या रहेको छ, हामी अभिभावकहरूको, हामीहरू आमा बुवा दुइटै ले जब गर्नुपर्ने अवस्थामा नानी बाबुहरूलाई समय नदिँदा नानी बाबुहरू एक्लो महसुस गर्ने, उहाँहरू टाढिने, एकान्तमा जाने जुन एउटा समस्या अहिले देखिएको छ, त्यो समस्यालाई समाधान गर्नको निमित्त र असल अभिभावकको भूमिका निर्वाह गर्नको निमित्त हामीले पर्याप्त समय दिनुपर्छ आफ्नो नानी बाबुहरूलाई। सकेसम्म हामीले धेरै समय नानी बाबुहरूसँग व्यतीत गर्न पायो भने नानी बाबुहरूलाई पनि मेरो पनि कोही छ, मेरो संरक्षक गर्ने कोही छ भन्ने भान हुन्छ र उनीहरू एकदमै स्वतन्त्र तरिकाले खेल्दछन् र उनीहरूको राम्रो चौतर्फी विकास राम्रोसँग हुन्छ। अरूलाई आदर गर्न प्रेरित गर्नुहोस्। अब सिकाइका कुराहरू त हाम्रो सिकाउने कुराहरू भए, एउटा किताबी ज्ञानहरू हामीले पढाइसँगका कुराहरू सिकायौँ, तर त्यो मात्रैले बालबालिकाहरूको विकास हुँदैन। बालबालिकाको एउटा महत्त्वपूर्ण जुन विकास समाजसँग समायोजन हुनको निमित्त उहाँहरूलाई चाहिने भनेको अरूलाई आदर गर्न प्रेरित गर्ने, आदर सम्मानको भावना हुनु पर्यो। संवेगहरू जुन छ त्यो अरूप्रति दया माया देखाउने भावना हुनु पर्यो, तब मात्रै ऊ समाजमा समायोजन हुन्छ। भने अभिभावकहरूले के कुरामा हामीहरूले जोड दिनु पर्यो भने बालबालिकाहरूको कुन पक्षलाई हामीले विकास गराइरहेका छौँ त। अब सामाजिक पक्षमा पनि विकास हुनु त्यति नै जरुरी छ। पहिले के लाग्थ्यो भने एउटा किताबी ज्ञानहरूसँग एजुकेसनल सेक्टरमा मात्रै भएको भए उहाँहरू अब्बल हुनुहुन्छ भने पुग्छ भने जस्तो लाग्थ्यो। अहिले एजुकेसन सेक्टरमा मात्रै भएर छैन, सम्पूर्ण बच्चाको चौतर्फी विकास हुनु जरुरी छ। अरूलाई आदर नगरुन्जेलसम्म हामी एउटा सबल र सभ्य नागरिक बन्न सक्दैनौँ। त्यसैले आमा बुवा सम्पूर्णले आफ्नो नानी बाबुहरूलाई के सिकाउनु पर्यो भने आदर र सम्मानको भावनाहरू सिकाउनु पर्यो। त्यसै गरी एउटा महत्त्वपूर्ण रहेको छ बालबालिकाको मनोभावना बुझ्नुहोस्। मनोभावना भनेको मनोविज्ञान भनेको अरूको मनको भावनालाई बुझ्नु। आफ्ना नानी बाबुहरूको मनको भावनालाई जबसम्म हामी बुझ्दैनौँ तबसम्म हामी नानी बाबुहरूलाई कुन बाटोमा लाने भनेर हामीलाई थाहा हुँदैन। हामीले आमा बाबुले आफ्नो नानी बाबुहरूलाई, जुनसुकै पनि अभिभावकले आफ्नो नानी बाबुहरूलाई डक्टर, इन्जिनियर, पाइलट, राम्रो राम्रो पोस्टमा मात्रै काम गरेको हेर्न चाहन्छौँ, तर वास्तवमा तपाईँको नानी बाबुको के छ त विचार, तपाईँको नानी बाबुहरूको भावना मनमा के छ त। उहाँले पेन्टर बन्न चाहँदै हुनुहुन्छ कि डान्सर बन्न चाहँदै हुनुहुन्छ कि गायककार गीतकार बन्न चाहँदै हुनुहुन्छ कि, त्यो कुरालाई पनि एकदमै फोकस गर्नुपर्छ। जबसम्म हामी त्यो कुरालाई फोकस गर्दैनौँ हामी बालबालिकाको लागि असल अभिभावक साबित हुन सक्दैनौँ। बच्चा गलत होइनन्, अलग हुन्, बच्चालाई सम्झाउने होइन सम्झने हो। यो सँगै आजको मेरो प्रस्तुति हजुरहरू समक्ष यति नै रहेको छ। मेरो यो प्रस्तुतिसँग सम्बन्धित कुनै पनि हजुरहरूको जिज्ञासा, कुनै पनि प्रश्नोत्तर रहेको छ भने हजुरहरूले मलाई मेरो मलाई व्यक्तिगत रूपमा सोध्न सक्नुहुन्छ र हामी एकअर्काका सुझाव सल्लाह दिन सक्नुहुन्छ, जसको लागि मैले मेरो पर्सनल डिटेल यहाँ सेयर गरेको छु। कुमारी किरण भाट, इमेल आइडी bhatkiranbist@gmail.com, कन्ट्याक्ट नम्बर 9848809039। यसमा हजुरहरूले आफ्ना सुझाव सल्लाहहरू मलाई दिन सक्नुहुन्छ। र अब यो सँगै मेरो प्रस्तुति यही
समाप्त भएको हजुरहरूलाई जानकारी गराउँदै हजुरहरूले अहिलेसम्म मेरो प्रस्तुतिलाई धीरतापूर्वक सुनिदिनु भएकोमा सम्पूर्ण उपस्थित महानुभावहरूलाई फेरि पनि हजुरहरूलाई हार्दिक कृतज्ञता जाहेर गर्दै म अहिले यो फ्लोरबाट बिदा हुन्छु। हजुरहरूको आगामी समय सुखद रहोस्। धन्यवाद। धन्यवाद किरण भाट म्याम। उहाँले कति महत्त्वपूर्ण समयले मागेको हरेक परिवारको लागि आवश्यक महत्त्वपूर्ण विषयवस्तुमा प्रस्तुति दिएर गइसक्नु भएको छ। म त भित्रैबाट झसङ्ग भएँ। वास्तवमा के हामी स्मार्ट अभिभावक बनेका छौँ त? अहिलेको समयले मागेको र हरेक परिवारको लागि आवश्यक एउटा असल अभिभावक कसरी बन्न सकिन्छ र आफ्नो बच्चाको सुन्दर भविष्य कसरी निर्माण गर्न सकिन्छ भन्ने विषयवस्तुमा उहाँको त्यो प्रस्तुतिलाई म पूर्ण सम्मान गर्दै तालीले उहाँको त्यो जमदार प्रस्तुतिलाई सम्मान गर्दछु। अनुशासनमा माया, व्यवहारमा सुधार, स्मार्ट अभिभावक, उज्जवल भविष्यको आधार भन्ने उहाँको त्यो प्रस्तुतिले त्यो सन्देश दिएर गएको छ। उपस्थित महानुभावहरू, यहाँ अझै पनि मैले देखिरहेकी छु क्यामेरा अन गर्नुभएको छैन। हेर्नुहोस् न, त्यति सुन्दर मुहारलाई उघारेर हेर्नुहोस् त। तपाईँहरूले यहाँ अरू सुन्दर मुहारहरू देख्न सक्नुहुनेछ र अगाडि बढ्नको लागि हौसला मिल्नेछ। किन कन्जुसाइ गरिरहनु भएको? हामी त आफ्नो व्यक्तित्व भनेको आफ्नो मुहार र आफ्नो नामबाट चम्काउने हो नि, अनि संसारले चिन्छ त। अब म कति पनि ढिला नगरिकन अब बाँकी आजको सेसनलाई अगाडि बढाउनको लागि आजको यस कार्यक्रमबाट म उद्घोषकको भूमिकालाई यही बिट मार्दै आगामी अबको कार्यक्रम अगाडि लैजानको लागि उद्घोषकको भूमिका निर्वाह गर्नको लागि यसै हर्षिल एकाडेमीकी नवोदयमान प्रशिक्षक अनुपा सिग्देल म्यामलाई यस मञ्चमा आमन्त्रण गर्दै यो फ्लोर उहाँलाई हस्तान्तरण गर्दछु। सबैजनाले उहाँलाई जोरदार तालीका साथ स्वागत गरौँ। अब आउँदै हुनुहुन्छ अनुपा सिग्देल म्याम। धन्यवाद कार्यक्रम सञ्चालक ज्यू। बदला लिएर होइन, बदलिएर देखाऊ, दुनियाँ फरक पाउनुहुनेछ। नमस्कार, म अनुपा सिग्देल। मेरो घर तनहुँ। म पेसाले कर्मचारी साथै यस हर्षिल एकाडेमीको विद्यार्थी। आज हामी 15 दिने टट कार्यक्रम पछि 1 दिने ओजेटिभ कार्यक्रममा देशका विभिन्न ठाउँबाट भर्चुअल माध्यमबाट उपस्थित भएका छौँ। अहिले आदरणीय उपस्थित महानुभावहरू, रातिको 8:52 भएको छ। हामी यस ओजेटी कार्यक्रमलाई एकदमै हौसला साथ अगाडि बढाइरहेका छौँ। हाम्रो आदरणीय किरण भाट म्यामले एकदम हामीलाई एकदम नतमस्तक पनि बनाउनु भयो कि अनि हौसला पनि प्रदान गर्नुभयो। हामी आफै एकदमै सोच्न बाध्य भयौँ, हामी कस्तो अभिभावक रहेछौँ त, हामीले आफ्नो बच्चाहरूलाई कुन गाइडेन्समा अगाडि बढायौँ भन्ने कुराहरूलाई एकदमै सोच्न बाध्य पारेर एकदमै राम्रो प्रेजेन्टेसन दिएर जानुभयो। उहाँलाई यो यस आयोजक संस्था तथा मेरो व्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद व्यक्त गर्दछु। किनकि यो आजको यो प्रस्तुति उहाँको एकदमै हरेक अभिभावकलाई एकदमै आवश्यकता हुने चिज हो। किनभने उहाँको यदि प्रेजेन्टेसन हामीले सुनिन्थेन भने त्यति ज्ञान हुन्थेन होला। त्यति धेरै गहिराइमा पुगेर उहाँले त्यो ज्ञान दिएर जानुभएको छ। आदरणीय उपस्थित महानुभावहरू, हजुरहरूको सहमति लिएर म यस कार्यक्रमलाई अगाडि बढाउन गइरहेको छु। हजुरहरू यस्तो रातिको समयमा पनि यसरी धैर्यताका साथ एकदमै ध्यानपूर्वक सुनिदिनु भएकोमा फेरि पनि धन्यवाद व्यक्त गर्दै आजको यस कार्यक्रममा आफ्नो प्रस्तुति दिनको लागि यस हर्षिल एकाडेमीकी उदयमान प्रशिक्षक श्री दिपा गैरे म्यामलाई अनुरोध गर्दछु। उहाँलाई जोरदार तालीका साथ स्वागत गरौँ। धन्यवाद उद्घोषकज्यू। सञ्चार कला नै नेतृत्वको भाषा हो। नमस्कार उपस्थित महानुभावहरू, म दिपा गैरे, स्थायी ठेगाना मध्यबिन्दु 2 नवलपरासी पूर्व
पेसाले एक शिक्षक र मोटिभेसनल स्पिकर। आजको यस हर्सिल एकाडेमीले आयोजना गरेको 15 दिने टट कार्यक्रम पश्चातको 1 दिवसीय ओजेटी कार्यक्रममा मलाई वक्ताको रूपबाट आमन्त्रण गरेर एउटा महत्त्वपूर्ण विषयवस्तु सञ्चार सिप सम्बन्धी विषयवस्तु प्रस्तुत गर्नको लागि त्यो अवसर प्रदान गरिदिनु भएकोमा आयोजक संस्थाप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु। उपस्थित महानुभावहरू, आज मिति 2083 साल वैशाखको 20 गते आइतबार, तदनुसार सन् 2026 मे 3 तारिक आइतबार यस हर्सिल एकाडेमीले आयोजना गरेको यस कार्यक्रममा मलाई आफ्नो विषयवस्तु प्रस्तुत गर्न पाउँदा म अति नै हर्षित भएकी छु र यो सुनौलो अवसर प्रदान गरिदिनु भएकोमा पूर्ण आयोजक संस्थाप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु। उपस्थित महानुभावहरू, अब म ढिला नगरिकन आफ्नो प्रस्तुतितर्फ लाग्दछु। यहाँहरूले मेरो प्रस्तुति धीरताका साथ बसेर सुनिदिनु हुनेछ भन्ने पूर्ण विश्वास लिएकी छु। सञ्चारको कला नै नेतृत्वको भाषा हो। उपस्थित महानुभावहरू, सञ्चार भनेको के होला? किरण भाट म्याम भन्न सक्नुहुन्छ? सञ्चार भनेको दुई वा दुई भन्दा बढी व्यक्ति, समूह वा निकाय बीच विभिन्न माध्यमको प्रयोगले भावना, सन्देश वा तथ्याङ्कको आदान प्रदान गर्ने प्रक्रिया नै सञ्चार हो। आज यही सञ्चारको कारणले गर्दा हामीहरू विभिन्न माध्यमहरूबाट चाहिँ जोडिएका छौँ। सञ्चार हुनको लागि दुईवटा पक्षको आवश्यकता पर्ने गर्दछ। एक पक्षले सूचना सन्देशहरू सम्प्रेषण गर्छ भने अर्को पक्षले त्यो सूचनालाई ग्रहण गर्नुपर्ने हुन्छ। सञ्चार हुनको लागि विभिन्न माध्यमहरूको आवश्यकता पर्छ, जस्तै सामाजिक सञ्जालहरू भयो, तपाईको रेडियो, पत्र पत्रिकाहरू। यी विभिन्न माध्यमहरूबाट व्यक्ति जोडिएको हुन्छ र उसले विभिन्न विषयवस्तुलाई प्रस्तुत गरेको हुन्छ। त्यसैगरी अब सञ्चार कति प्रकारको हुन्छ होला? सञ्चार विशेष गरेर दुई प्रकारको हुने गर्दछ। एउटा शाब्दिक सञ्चार, अर्को अशाब्दिक सञ्चार। यो शाब्दिक सञ्चार पनि विशेष गरेर दुई प्रकारको हुने गर्दछ, मौखिक सञ्चार र अमौखिक सञ्चार। मौखिक सञ्चार भनेको शब्दहरूलाई बोलेर कुनै पनि व्यक्तिले विभिन्न रेडियो, कुराकानीहरू, टेलिफोन कलको माध्यमद्वारा उसले विषयवस्तुलाई प्रस्तुत गर्दछ भने त्यसलाई मौखिक सञ्चार भनिन्छ। त्यस्तै गरी अर्को रहेको छ लिखित सञ्चार, जसमा शब्दहरूलाई व्यक्तिले लेखेर प्रस्तुत गर्दछ। उपस्थित महानुभावहरू, म यहाँहरूलाई एउटा उदाहरण प्रस्तुत गर्दछु। जीवन काँडाकी फुल नामक पुस्तक, जुन पुस्तक पढेर, जो झमक घिम्रेद्वारा लिखित पुस्तक, जसलाई व्यक्तिले चिनेको छैन, त्यही पुस्तकबाट उनको जीवनी छर्लङ्ग हुन्छ। हेर्नुस् त, एउटा पुस्तकले एउटा व्यक्तिले जीवनमा भोगेका अनगिन्ती पीडा र कष्टहरूलाई कसरी शब्दको माध्यमद्वारा प्रस्तुत गरेको छ र कस्तो सन्देश दिन खोजेको छ भन्ने कुरा त्यही लिखित एउटा पुस्तकबाट पनि हामीले थाहा पाउन सक्दछौँ। उपस्थित महानुभावहरू, त्यस्तै गरी अर्को रहेको छ अशाब्दिक सञ्चार। अब अशाब्दिक सञ्चार भनेको के होला त? पक्का पनि जसमा शब्दको प्रयोग नगरिकन व्यक्तिको शरीरको हावभाव, उसको आई कन्ट्याक्टका कुराहरू, बडी मुभमेन्टका कुराहरू
बढी पोस्चरका कुराहरू, जेस्टेसनका कुराहरू जसको माध्यमद्वारा व्यक्तिले विभिन्न विषयवस्तुहरूमा जानकारीहरू प्रस्तुत गर्ने गर्दछ, सन्देशहरू दिन सक्दछ। भनिन्छ नि, सुनेको कुरा बिर्सिन्छ, देखेको कुरा सम्झिन्छ। यही उदाहरण हो। शाब्दिकमा चाहिँ बिर्सिने सम्भावना धेरै हुन्छ भने अशाब्दिक सञ्चारमा सम्झिने चान्स धेरै हुन्छ। एउटा तथ्याङ्कले के पुष्टि गरेको छ भने शाब्दिक सञ्चारबाट व्यक्तिले जम्मा 7% सिकाइ हासिल गर्दछ भने अशाब्दिक सञ्चारबाट बाँकी रहेको 93% सिकाइ हासिल गर्दछ, विषयवस्तुको बारेमा जानकारी हासिल गर्दछ। त्यसैले सञ्चारमा अशाब्दिक सञ्चार एउटा महत्त्वपूर्ण सञ्चार रहेको छ। उपस्थित महानुभावहरू, अब म सञ्चार सिप भनेको के हो भन्ने विषयवस्तु प्रस्तुत गर्दछु। अनुपा म्याम, यो सञ्चार सिप भनेको के होला त? ठिक छ, सञ्चार सिप भनेको कुनै पनि व्यक्तिले स्पष्ट रूपबाट, प्रभावकारी तरिकाले, ठिक समयमा, ठिक तरिकाले कुनै पनि विषयवस्तुको बारेमा ज्ञान प्रस्तुत गर्दछ र अरूलाई बुझाउने कला र अरूबाट प्रतिक्रिया लिन सक्ने जुन क्षमता राख्दछ, त्यसलाई चाहिँ सञ्चार सिप भनिन्छ। सञ्चार सिप मानव जीवनको लागि अति नै महत्त्वपूर्ण रहेको छ। म फेरि यहाँहरूमा एउटा त्यस्तो महत्त्वपूर्ण उदाहरणलाई प्रस्तुत गर्दछु। अनुराधा कोइराला, यहाँहरूले सुनेकै नाम होला पक्का पनि। जुन बेला आजभन्दा धेरै वर्ष अगाडिको कुरा हो, धेरै वर्ष अगाडि जहाँ नेपालमा मानव बेचबिखन र चेलीबेटी बेचबिखन तीव्र रूपमा भइरहेको थियो, त्यो अवस्थामा अनुराधा कोइरालाले बुझ्नुभयो कि यो ठिक समय हो, ठिक तरिकाले मैले जब नेपालबाट यसरी बेचिएका चेलीहरूलाई बचाउनु पर्दछ, सूचना र सन्देश ज्ञानमूलक सञ्चार गर्नु पर्दछ भन्ने मानसिकता उहाँको दिमागमा त्यो ज्ञान आयो। उहाँले पहिचान गर्नुभयो यही समय ठिक हो, मैले मेरा ज्ञानहरूलाई बाँड्ने र अरूलाई बचाउने भन्ने उहाँको त्यो कला कौशलता प्रतिभाले गर्दाखेरि आज उहाँले धेरै बालबालिकाहरूलाई बेचिनबाट बचाउनु भएको छ र उहाँलाई अन्तर्राष्ट्रिय स्तरबाटै CNN पुरस्कारद्वारा सम्मानित गरी CNN हिरोको नामबाट उहाँलाई नामाकरण गरेको छ। यसरी के पुष्टि हुन्छ भने हामीले कुनै पनि विषयवस्तुको बारेमा ज्ञान दिनको लागि हामीले कुन समयमा कसरी ज्ञान दिनुपर्छ भन्ने कुरा यो सञ्चार सिपले के गर्छ भन्दा सिकाउने काम गर्दछ। त्यसैले यो सञ्चार सिपको अब कति महत्त्व रहेको छ त, सञ्चार सिप किन चाहिन्छ भन्ने विषय वस्तु प्रस्तुत गर्दछु। उपस्थित महानुभावहरू, यो सञ्चार सिपको किन आवश्यकता रहेको छ त? सञ्चार सिपले व्यक्तिको नेतृत्व सिपको विकास गराउँदछ। पक्का पनि हामीले बोल्न जान्यौँ भने हाम्रो बोल्ने कलाले के गर्छ भन्दा हाम्रो लिडिङ पावरलाई अभिवृद्धि गर्ने गर्दछ। यहाँ देख्न सक्नुहुन्छ एउटा उदाहरण जहाँ नेल्सन मण्डेला, उहाँको त्यो बोल्ने कला, उहाँले विषयवस्तु प्रस्तुत गर्ने त्यो सञ्चार सिपले गर्दाखेरि आज उहाँ दक्षिण अफ्रिकाको राष्ट्रपति बन्न सफल हुनुभयो र जनतालाई लिडिङ गर्दै अगाडि बढेर एउटा महान नेताको रूपबाट आफूलाई स्थापित गर्न सफल हुनुभयो। हामी पनि हाम्रो जीवनमा एउटा नेतृत्वदायी भूमिका निर्वाह गर्दै घर परिवार मात्र नभएर समाज राष्ट्रिय रूपमा यदि लिडिङ गर्न चाहन्छौँ भने हामीलाई सञ्चार सिपको आवश्यकता पर्ने गर्दछ। उपस्थित महानुभावहरू, त्यस्तै गरी अर्को रहेको छ द्वन्द्व व्यवस्थापन गर्न। वास्तवमा हामीले बोल्ने त्यो बोली, हामीले प्रस्तुत गर्ने त्यो विषयवस्तुले के अवस्था सिर्जना गर्छ भने हामीले बोल्न जानेनौँ भने द्वन्द्व सिर्जना गर्छ भने, बोल्न जान्यौँ भने भइरहेको द्वन्द्व झै झगडालाई पनि त्यसले सही तरिकाबाट व्यवस्थापन गर्न सक्दछ। जस्तै मानौँ एउटा परिवारमा एउटा श्रीमान बुवा बच्चा बीच भौस, यदि अभिभावक बुवा
बुवाले बच्चाहरूलाई बुवा आमाले बच्चाहरूलाई नानु यहाँ आऊ, समयमै होमवर्क सक्नुपर्छ, समयमै सुत्नुपर्छ, समयमै खानुपर्छ भनेर भन्नुभयो भने त्यहाँ चाहिँ के हुन्छ भन्दा झैझगडा हुँदैन। त्यहीँनिर त्यो बुवा आमाले पढ्नु पर्दैन, होमवर्क टाइममा सक्नु पर्दैन भन्ने जस्ता शब्दहरू प्रयोग गर्नुभयो भने त्यहाँ के सिर्जना हुन्छ भन्दा द्वन्द्व सिर्जना हुन्छ। त्यही भएर हामीले बोल्न जान्यौँ भने, हाम्रो बोल्ने कला भयो भने भइरहेको द्वन्द्वलाई हामी व्यवस्थापन गर्न सक्छौँ। त्यसैले सञ्चार सिपको ठुलो भूमिका रहेको हुन्छ। त्यस्तै गरी अर्को रहेको छ सम्बन्ध बलियो बनाउन। उपस्थित महानुभावहरू, यहाँ एउटा तस्बिर देख्नु भएको छ। पक्का पनि यहाँ यो सञ्चार सिपले के गर्छ भन्दा सम्बन्धलाई बलियो बनाउन सहयोग गर्ने गर्दछ। वास्तवमा हामीले धेरैभन्दा धेरै बोल्नु पर्दछ। बोल्यो भने बोल्न पनि सही तरिकाले र सही ढङ्गले सही विषयवस्तु प्रस्तुत गर्नुपर्दछ। यहाँ देख्नु भएको छ एउटा तस्बिर जहाँ एउटा विद्यालयको, जहाँ एउटा प्रशासक र कर्मचारी, शिक्षक र विद्यार्थी बीच भएको त्यो सुमधुर सम्बन्ध यही सञ्चार सिपको कलाले गर्दा नै यति सुमधुर सम्बन्ध स्थापना भएको छ। त्यसैले सञ्चार सिपको ठुलो महत्त्व र आवश्यकता रहेको छ। उपस्थित महानुभावहरू, म फेरि अर्को महत्त्वलाई जोड्दछु, व्यक्तित्व विकास गर्न। वास्तवमा सञ्चार सिपले एउटा व्यक्तिको व्यक्तित्व विकास गर्न ठुलो ठुलो भूमिका खेलेको हुन्छ। यहाँ देख्न सक्नुहुन्छ तस्बिर मुनिबा मन्जारी, जहाँ उहाँको त्यो सञ्चार गर्ने सिप, बोल्ने कला, बोल्ने सिप, कौशलता, विषयवस्तुलाई प्रस्तुत गर्ने, सञ्चार गर्ने कला कौशलताले गर्दा आज उहाँलाई संसारले चिनेको छ। जन्मिँदा उहाँ सपाङ्ग हुनुहुन्थ्यो। कार एक्सिडेन्टमा उहाँ अपाङ्ग हुन बाध्य हुनु भएर पछि उहाँ आफै भित्रको त्यो बोली सञ्चार गर्ने कला कौशलताले आज उहाँ एउटा मोटिभेसनल स्पिकर र दिन दुखीलाई सहायता गर्ने एउटा प्रेरणादायी व्यक्तित्व बन्न सफल हुनुभएको छ। यो सबको देन हो सञ्चार सिप नै। उपस्थित महानुभावहरू, सञ्चार सिपको यति धेरै महत्त्व रहेछ, हेर्नुहोस् त। त्यसो हो भने के अब हामी सञ्चार सिप विकास गर्ने होइन त? पक्का पनि। अब सञ्चार सिप विकास गर्न के गर्नु पर्ला त? पहिलो रहेको छ सरल, स्पष्ट एवं नम्र भाषाको प्रयोग गर्ने। उपस्थित महानुभावहरू, हामीले सबै व्यक्तिले बुझ्न सक्ने सरल खालको, दोहोरो अर्थ नलाग्ने, सबैको मनमा कुनै पनि आघात नपुर्याउने खालको शब्दहरू बोल्नु पर्दछ। अनि बल्ल हामी एउटा असल सञ्चारकर्मी, एउटा असल व्यक्ति बन्न सक्दछौँ। म यहाँनिर एउटा उदाहरण जोड्दछु। कुनै एउटा गाउँमा राम भन्ने व्यक्ति थियो र ऊ चाहिँ धेरै समय, लामो समयदेखि बिरामी अवस्थामा रहिरहेको थियो र उसको बुवा हुनुहुन्थ्यो। उहाँ चाहिँ काममा जानु पर्थ्यो। उहाँ काममा जानुभयो। कामबाट आउँदै गर्दा राम चाहिँ एक दिन यति सिरियस अवस्थामा पुग्छ, उसलाई हस्पिटल लैजानु पर्ने अवस्था हुन्छ र गाउँका सबै मानिसहरू जम्मा भएर उसलाई हस्पिटल लैजानुहुन्छ र बिचमा आउँदै गर्दाखेरि एउटा गाउँकै व्यक्तिसँग उस रामको बुवाको भेट हुन्छ र उसले सुनाइदिइहाल्छ, हेर्नुहोस् त रामलाई त लग्यो नि, गयो नि भन्ने जस्ता शब्दहरू प्रयोग गर्नुहुन्छ। उहाँ झस्याङ्ग हुनुहुन्छ, किनभने ऊ राम भनेको सिरियस अवस्थामा, लास्टै अवस्थामा थियो। उहाँको मनमा के आयो भने अब मेरो छोरो यो संसारमा छैन, गएछ भन्ने उहाँले बुझ्नुभयो। त्यही उहाँ चाहिँ आत्तिनु भयो र वास्तवमा घर पुग्दा त्यस्तो हुँदैन कि बच्चालाई हस्पिटल लगिएको हुन्छ। यहाँबाट के पुष्टि हुन्छ भने हामीले बोल्दाखेरि राम्रोसँग बुझाएर अर्थको अनर्थ नलाग्ने किसिमबाट बोल्यौँ भने बल्ल हाम्रो सञ्चार प्रभावकारी हुने गर्दछ र अरूको जीवनमा त्यस्तो अप्रिय घटना, दुःख कष्ट हुनबाट चाहिँ रोक्न सकिन्छ। उपस्थित महानुभावहरू, फेरि अर्को रहेको छ सक्रिय संवाद क्षमताको विकासमा जोड दिने। यहाँ दुईटा तस्बिरहरू देख्न सक्नुहुन्छ। एउटामा सुनिरहेको अवस्था छ भने अर्कोमा सक्रिय सुनाइ देखिरहनु भएको छ। हामीले बोल्नुभन्दा अगाडि सुन्ने बानीको विकास गर्नुपर्दछ र सक्रिय संवाद भनेको त्यो हो हामीले अरूको कुरा सुनिसके पछाडि मात्र हामीले आफ्नो विषयवस्तुलाई प्रस्तुत गर्नुपर्दछ र अरूको कुराहरू सुन्ने बानीको विकास गर्नुपर्दछ। यो गर्न सक्यो भने बल्ल हामी एउटा असल सञ्चारकर्ता बन्न सक्दछौँ।
उपस्थित महानुभावहरू, अझै अर्को उपाय छ शारीरिक भाषामा सुधार। यहाँ देख्न सक्नुहुन्छ दुईवटा तस्बिरहरू, बडी ल्याङ्ग्वेज जसमा आई कन्ट्याक्टका कुराहरू, बडी पोस्चरका कुराहरू, जेस्टेसनका कुराहरू पर्दछ। यदि हामीले हाम्रो जीवनमा सञ्चार सिपको विकास गरेर हामीलाई आत्मविश्वासी बनाई निडरताका साथ अगाडि बढ्ने व्यक्तित्व बनाउन चाहन्छौँ भने हाम्रो त्यो बडी स्ट्रक्चर, हाम्रो बडीको पोजिसनलाई चाहिँ ध्यान दिनु पर्दछ। हामी स्ट्रेट अवस्थामा बस्नु पर्दछ, ढाडलाई खुम्चाएर होइन, सिधा बस्यो भने हाम्रो आत्मबल बलियो हुन्छ, हामी निडर हुन्छौँ, हामीले जुन चाहेको हो त्यो काम गर्न सक्छौँ र जुन विषयवस्तु प्रस्तुत गर्न चाहेका हौँ त्यो विषयवस्तु सरल सहज तरिकाले प्रस्तुत गर्न सक्दछौँ। त्यही भएर हामीले यो बडी ल्याङ्ग्वेजलाई पनि विशेष ध्यान दिनु पर्दछ। उपस्थित महानुभावहरू, अब यहाँ अर्को रहेको छ सञ्चार सिप विकास गर्नको लागि आत्मविश्वास बढाउनुहोस्। अब आत्मविश्वास कसरी बढाउने त? हामीले दिनमा सकिन्छ भने 3 पटक, एक पटकमा 3 देखि 10 मिनटसम्म ऐनामा आफ्नो अनुहारलाई हेर्नुहोस् र अनुहारलाई हेरेर, ऐनामा आफ्नो अनुहार हेरेर त्यही कुराकानी गर्ने, त्यही बोल्ने गर्नुहोस् त। हामीमा कति धेरै आत्मविश्वास बढ्ने गर्दछ। त्यो आत्मविश्वासले हामीले जुन काम चाहेको हो त्यो सफलता हासिल गर्न सक्छौँ। आत्मविश्वास नै सफलताको पहिलो खुड्किलो हो। उपस्थित महानुभावहरू, जीवनमा सफल हुन चाहनुहुन्छ भने आजदेखि नै आत्मविश्वास बढाउने त्यो अभ्यासलाई निरन्तरता दिनुहोस्, पक्कै पनि जीवनमा सफल हुन सक्छौँ। उपस्थित महानुभावहरू, यति धेरै महत्त्वपूर्ण समयलाई खर्चिएर आजको मेरो यस प्रस्तुतिलाई सुनिदिनु भएकोमा उपस्थित महानुभावलाई पूर्ण हार्दिक धन्यवाद व्यक्त गर्दछु र आजको मेरो यो प्रस्तुति यही अन्त्य गर्दछु र जाँदै उपस्थित महानुभावहरू, आजको यस प्रस्तुतिमा तपाईहरूलाई यस विषयवस्तुमा कुनै जिज्ञासा भएमा, कुनै पनि सल्लाह सुझाव र प्रतिक्रिया भएमा तपाईले मेरो पर्सनल कन्ट्याक्ट नम्बर 9847269682 र इमेल dipaagaire36@gmail.com मा कन्ट्याक्ट गरेर मलाई सल्लाह सुझाव र तपाईले लिन चाहनु भएको जानकारी प्राप्त गर्न सक्नुहुनेछ भन्दै आजको यस कार्यक्रमबाट तपाईहरूमाझ रहने गरी अहिलेलाई चाहिँ बिदा हुन्छु र यो मेरो फ्लोर यसै हर्सिल एकाडेमीकी नवोदयमान प्रशिक्षक किरण भाट म्यामलाई यो फ्लोर हस्तान्तरण गर्दछु। हस्त, धन्यवाद। धन्यवाद म्याम। आफूलाई जित्न सक्नु नै सबैभन्दा ठुलो विजय हो। नमस्कार उपस्थित सम्पूर्ण महानुभावहरूमा, म किरण भाट, स्थायी घर कञ्चनपुर महेन्द्रनगर, पेसाले शिक्षक। हजुरले एकदमै हाम्रो श्री दिपा गैरेज्यूले दिएर जानुभएको प्रस्तुति एकदमै दमदार रहेको छ र सञ्चार भनेको त मुटु हो। सञ्चार बिना मुटु नै छैन भने बाँचेको अर्थ नभए जस्तै सञ्चार नै छैन भने हामीहरू एकअर्कासँग कसरी कुरा गर्ने। सञ्चार एकदमै महत्त्वपूर्ण, एकदमै अति आवश्यक चिज रहेको छ, जसलाई हाम्रो नवउदीयमान प्रशिक्षक दिपा गैरेज्यूले एकदमै राम्रोसँग भनेर जानुभयो। म हजुरहरूको धेरै समय नलिकन हामी हाम्रो यो कार्यक्रमलाई अगाडि बढाउन गइरहेका छौँ। यस्तै प्रस्तुति अर्को प्रस्तुतिको निमित्त आउँदै हुनुहुन्छ पर्सनालिटी डेभलपमेन्ट, व्यक्तित्व विकास, जुन सम्पूर्ण सानो ठुलो जोसुकैको लागि पनि एकदमै महत्त्वपूर्ण प्रक्रिया तत्त्व रहेको छ। त्यस तत्त्वको बारेमा आफ्नो जोरदार प्रस्तुति हजुरहरू समक्ष प्रस्तुत गर्न आउँदै हुनुहुन्छ सकारात्मक सोचकी धनी, एकदमै हँसिलो मुहार कि मृदुभाषी यसै हर्सिल एकाडेमीले सञ्चालन गरेको 15 दिने टट ट्रेनिङ पश्चात एक दिनको ओजिटी कक्षामा
आफ्नो प्रस्तुति दिनको निमित्त आउँदै हुनुहुन्छ हाम्रो अनुपा सिगदेलज्यू। उहाँलाई जोरदार तालीका साथ स्वागत गरौँ र उहाँको हौसला बढाइदिउँ। जोरदार तालीको साथमा स्वागत गरौँ अनुपा सिगदेलज्यू। धन्यवाद उद्घोषकज्यू। यदि तिमी उड्न सक्दैनौ भने दौड, दौडन सक्दैनौ भने हिँड्न सक्दैनौ भने घिस्र, तर जस्तोसुकै अवस्थामा पनि तिमी अघि बढिरहनु पर्नेछ। नमस्कार उपस्थित सम्पूर्ण महानुभावहरूलाई। मेरो नाम अनुपा सिगदेल, मेरो घर तनहुँ। म पेसाले कर्मचारी साथै यस हर्सिल एकाडेमीको विद्यार्थी। आजको यस ओजेटी कार्यक्रममा मलाई आफ्नो प्रस्तुति गर्न दिनुभएकोमा सर्वप्रथम म आयोजक संस्थालाई हृदयदेखि नै धन्यवाद व्यक्त गर्दछु। आदरणीय उपस्थित महानुभावहरू, अहिले बेलुकाको 9:15 बजेको छ। हामी देशका विभिन्न ठाउँबाट भर्चुअल माध्यमबाट उपस्थित भएका छौँ। आजको यस कार्यक्रममा म आफ्नो प्रस्तुति व्यक्तित्व विकास के हो त, व्यक्तित्व विकास कसरी गर्न सकिन्छ भन्ने कुरामा आफ्नो प्रस्तुति गर्न गइरहेको छु। कृपया हजुरहरूले ध्यानपूर्वक सुनिदिनु हुन अनुरोध गर्दछु र आफ्नो प्रस्तुति सुरु गर्न जान्छु। ल, व्यक्तित्व विकास भनेको के हो त भन्नभन्दा अगाडि हामी व्यक्तित्व भनेको के हो त भन्ने विषयमा छलफल गर्नेछौँ। आदरणीय दिपा गरे म्याम, भन्नुहोस् त व्यक्तित्व भनेको के हो? कुनै पनि व्यक्तिको आन्तरिक बाह्य क्षमता र उसलाई चिनाउने एउटा आधार, उसको भित्री अन्तर्निहित क्षमतालाई चाहिँ व्यक्तित्व भनिन्छ होला म्याम। धेरै राम्रो, एकदमै राम्रो एन्सर दिनुभयो म्यामले। हो, व्यक्तिहरूमा भएको आन्तरिक तथा बाह्य क्षमतालाई व्यक्तित्व भनिन्छ। कस्तो भने आन्तरिक भनेको उसले सोच्ने होइन, विचार गर्ने क्षमता। बाहिरी भनेको कस्तो भने उसको रूप, रङ, भाषा, वेशभूषालाई बुझिन्छ। यो व्यक्तित्व शब्द ग्रीक भाषाको पर्सोनाबाट आएको हो, जसको अर्थ मार्क्स तथा नकाब भन्ने बुझिन्छ। हामी यो आन्तरिक तथा व्यक्तिमा भएको आन्तरिक र बाह्य दुवै क्षमतालाई व्यक्तित्व भनिँदो रहेछ, जसले गर्दा व्यक्तिलाई पहिचान दिन्छ। अनि व्यक्तित्वका प्रकारहरूको बारेमा हामी छलफल गर्दछौँ। व्यक्तित्व मुख्यतया 3 किसिमका हुने रहेछन्: अन्तर्मुखी, बहिर्मुखी र उभयमुखी। अन्तर्मुखी व्यक्तित्व भनेको यस्ता व्यक्तिहरू शान्त, लजालु, एक्लै बस्न रुचाउने हुन्छन् भने बहिर्मुखी व्यक्तित्व भनेका यस्ता व्यक्तिहरू मिलनसार, बोल्ने कला र मानिसहरूसँग घुलमिल हुन रुचाउने हुन्छन्। र उभयमुखी भनेको अन्तर्मुखी र बहिर्मुखीको मिक्स, दुवै गुणहरू सन्तुलित रूपमा हुन्छन्। उनीहरूले एकदम स्मार्ट खालका हुन्छन्। यो तलको पिक्चरबाट पनि हामीले अन्तर्मुखी र बहिर्मुखी व्यक्तित्वको बारेमा हामीले जानकारी लिन सक्नेछ। र व्यक्तित्व भनेको के हो भन्ने विषयमा हामीले छलफल गरिसकेपछि अब हामी व्यक्तित्व विकास भनेको के हो त भन्नेतर्फ गइरहेका छौँ। व्यक्तित्व विकास भनेको व्यक्तिको आचरण, व्यवहार, आत्मविश्वास, सोचमा सकारात्मक परिवर्तन ल्याई आफ्नो कार्यक्षमता र व्यक्तित्वलाई निखार गर्ने प्रक्रिया हो। यो व्यक्तिमा भएका सामाजिक पक्षदेखि लिएर व्यवहार, आचरणगत हरेक मान्छेहरूमा भएका हरेक पक्षहरूमा विकास गर्नु नै व्यक्तित्व विकास भनिन्छ। अनि व्यक्तित्व विकासका पक्षहरू के छन् त भन्ने कुरा हामीले छलफल गर्न गइरहेका छौँ। यसमा व्यक्तित्व विकासका सबभन्दा महत्त्वपूर्ण पक्ष भनेको शारीरिक हुन्छ। उसको शारीरिक हाउभाउ, एक्सर्साइज, योग, ध्यान, त्यो विभिन्न किसिमका शारीरिक पक्षहरू हुन्छन् जसले गर्दा व्यक्तित्व विकासमा सहयोग पुर्याएको हुन्छ। मानसिक तथा बौद्धिक पक्ष, यसको कस्तो हुन्छ भने बौद्धिक भनेको ज्ञान, सिप, क्षमता विकास गर्नु यसको प्रमुख पक्ष हो। अध्ययनशील स्वभाव, तार्किक सोच र रचनात्मक क्षमता यसले विकास गरेको हुन्छ। सामाजिक पक्ष हो, हामी मानिस सामाजिक प्राणी हौँ। हामी समाजमा हामी जबसम्म राम्रोसँग घुलमेल हुन सक्छौँ, हामीले आफ्ना विचारहरू समाजमा सकारात्मक किसिमले फैलाउन सक्छौँ र समाजमा सजिलैसँग हरेक मान्छेहरूसँग व्यवहार गर्न सक्छौँ भने त्यो पनि हाम्रो व्यक्तित्व विकासमा महत्त्वपूर्ण पक्षको रूपमा रहेको हुन्छ। र संवेगात्मक
पक्ष भनेको कस्तो हो भने मान्छेहरूको भावनाहरू, संवेगात्मकहरू, दया मायाहरू, अब करुणाहरू यसमा समावेश भएको हुन्छ। कुनै मान्छेहरूले मानव कुनलाई हजुरलाई एकदमै भावनात्मक कुराहरू सेयर गरेको छ भने हजुरले एकदम कुनै प्रतिक्रिया जनाउनु भएन भने त्यसमा व्यक्तित्वको पूर्णता भएको महसुस गरिँदैन। हामीले हरेकको दुःख सुख हाँसोमा पनि हामीले आफ्नो प्रतिक्रिया जनाउन सकियो भने नै त्यो व्यक्तित्व असल व्यक्तित्व भएको पहिचान हुन्छ। व्यावसायिक वा कार्यगत पक्ष, हामीले व्यक्तित्वको पक्षहरूमा व्यावसायिक हाम्रो कार्यक्षेत्रमा हामी एकदमै आफ्नो लक्ष्यतर्फ निर्धारण गर्ने, आफ्नो के हो प्रोफेसनलिजम कसरी अगाडि बढाउन सकिन्छ भन्नेहरू भएर अब अगाडि बढ्न सकियो भने यसले पनि हामीलाई एकदमै अगाडि बढाएको हुन्छ। व्यक्तित्व विकासमा व्यक्तित्व विकासका पक्षहरू के हुन् भन्ने कुरा छलफल गरिसकेपछि हामी व्यक्तित्व विकास कसरी गर्न सकिन्छ त भन्ने कुराहरूमा छलफल गर्दछौँ। यसमा सबभन्दा पहिला आन्तरिक क्षमताको विकास गर्ने। आन्तरिक क्षमता भनेको हामीले सोच्ने, हामीले अरूलाई व्यवहार गर्ने, मानव हामी एकदमै तनावमा छौँ भने पनि झ्याप्प रियाक्सन नदिने, एकदमै लामो सास फेर उसको एकदमै हामीले झ्याप्पै उसलाई प्रतिक्रिया दियौँ भने त्यहाँ द्वन्द्व हुन सक्छ वा हामीले आफ्नो संयमता गुमाउन सक्छौँ। त्यही भएर हामीले त्यस्तो अवस्थालाई कसरी हामीले ह्यान्डल गर्ने भन्ने कुरा यो आन्तरिक क्षमताको विकासबाट गर्न सकिन्छ। सञ्चार कौशलको विकास, सञ्चार कौशलबाट पनि हामीले व्यक्तित्व विकास गर्न महत्त्वपूर्ण योगदान रहेको हुन्छ। भन्ने गरिन्छ बोल्नेको पिठो बिग्छ, नबोल्नेको चामल पनि बिग्दैन हो। जबसम्म मान्छेहरूले कुन ठाउँमा कसरी बोल्ने र आफूलाई कसरी प्रस्तुत गर्ने भन्ने कुराहरू गर्न जाने भने मात्र ऊ आफ्नो गन्तव्यमा सही अगाडि बढ्न सक्दछ। आज संसारमा जे जति प्रगतिहरू भएका छन् सञ्चार कौशलकै कारणले भएका छन्। अहिले भनिसक्नुभयो म्याम, के अरे भनिसके मैले, सञ्चार कलाले नै गर्दा मानिसहरूलाई एकदमै ठुलो गन्तव्यमा अगाडि बढाएको हुन्छ। त्यही भएर यो व्यक्तित्व विकासमा सञ्चार कौशलको एकदम महत्त्वपूर्ण भूमिका हुन्छ। अर्को शारीरिक हावभाव। व्यक्तित्व विकास, व्यक्ति एकदमै पढेको छ, लेखेको छ, हरेक कुरा छ, तर उसको शारीरिक रूपमा एकदमै इनएक्टिभ छ भने पनि त्यो व्यक्तित्व सही हिसाबले विकास हुँदैन। त्यही भएर उसले आफूलाई एकदम एक्टिभ राख्ने, हिँडुल गर्ने, नाचगान गर्ने, योगा ध्यान गर्ने गर्यो भने पनि हामीले व्यक्तित्व विकासलाई एकदमै निखार गरेर अगाडि लग्न सक्छौँ। र पहिरनमा ध्यान दिने। आदरणीय उपस्थित महानुभावहरूले पनि थाहा पाइसक्नु भएको होला, फेसन डिजाइनरहरूले भन्दा रहेछन् कि व्यक्तित्व विकास गर्नको लागि पहिरनको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ। यदि हामीले आफ्नो पहिरन, मानव अफिसमा हामी कुन ड्रेस लाएर जाने, पार्टीमा कुन ड्रेस लाएर जाने वा कुनै फङ्सनमा कुन ड्रेस लाएर जाने भन्ने कुराहरू जबसम्म व्यक्तिलाई त्यो पहिचान हुँदैन उसले त्यही ठाउँ अनुसारको पहिरन गरेर जान सक्दैन भने उसको व्यक्तित्वमा निखार आएको र व्यक्तित्व विकास राम्रो भएको भन्ने मान्न सकिँदो रहेनछ। र इमान्दारिता र अनुशासन रहने। इमान्दारिता भनेको मान्छेको एकदमै अगाडि बढ्नको लागि ठुलो एकदम कसियो। अनुशासन व्यक्तिले नै जिन्दगीका गन्तव्यहरूलाई अगाडि बढाएर लैजान सक्छ। हरेक घरमा, समाजमा, परिवारमा देखि लिएर अफिसमा हरेक क्षेत्रमा अनुशासन र इमान्दारी व्यक्ति नै एकदम आफूलाई निखार गएर आफ्नो व्यक्तित्व विकास गर्न सक्दो रहेछ। र पुस्तकहरू पढ्ने बानी। व्यक्तित्व विकास गर्नको लागि सबभन्दा महत्त्वपूर्ण औजार भनेको पुस्तक पढ्ने बानी हो। आदरणीय उपस्थित महानुभावहरू, हामीले जबसम्म आफूले अध्ययन गरिएन, विषयवस्तुको बारेमा निखारपूर्ण तरिकाले जानिएन भने हामीले कुनै पनि कुराहरूलाई व्यक्त गर्न सक्दैनौँ। हामीलाई आत्मबल बढाउने र कम्युनिकेसन स्किलहरू सबै बढाउने भनेको नै हामी पुस्तकहरू जति सक्यो बढी नलेज लिएर नै हामी आफ्नो व्यक्तित्व विकास गर्न सक्छौँ। पुस्तकले एकदमै महत्त्वपूर्ण औजारको रूपमा लिएको हुन्छ। र व्यक्तित्व विकास कसरी गर्ने भन्ने कुराको हामी छलफल गरिसकेपछि व्यक्तित्व विकासका फाइदा तथा महत्त्व के हुन्छ त भन्ने विषयमा हामी छलफल गर्दैछौँ। यसले आत्मविश्वासमा वृद्धि गराउँछ। व्यक्तित्व विकास भयो भने नै उसको आत्मविश्वास
वृद्धि हुन्छ। एउटा यसमा सानो एउटा कथा जोड्न गइरहेछु मैले। एउटा गीता भन्ने एकदमै हेर्दाखेरि एकदमै राम्रो, एकदमै डक्टर एकदमै हरेक किसिमले उसको आँखाको चालदेखि लिएर शरीरको बनावट हरेक राम्रो रहेछ। अनि ऊ डक्टर पनि रहेछ। एउटा इन्टरभ्यू दिन गएछ। अनि त्यही इन्टरभ्यू दिने क्रममा अर्को सीता भन्ने पनि आउनु भएछ अरे। त्यो सीता पनि उसलाई देखेर बा यो त म भन्दा ट्यालेन्ट छ कि जस्तो लागेर उसको आत्मविश्वास साथ अगाडि बढ्ने क्रममा अनि त्यो नभन्दै त्यो सीता नै सक्षम भएछ अरे। अनि उसलाई लागेको रहेछ कि म भन्दा उसले देख्दै लागेछ कि म भन्दा ऊ अगाडि बढ्छ, किनभने मसँग भन्दा बढी आत्मविश्वास छ भन्ने कुरा उसले आफूले नै थाहा पाएछ। त्यही भएर आत्मविश्वासले गर्दा मान्छेहरूको बाहिरी भन्दा भित्री गुणले अगाडि बढाउँदो रहेछ भन्ने कुरा यसबाट बुझ्न सकिन्छ। प्रभावकारी सञ्चार कलाको विकास हुन्छ। व्यक्तित्व विकास गरियो भने हामी सञ्चार कला पनि एकदमै राम्रो भएर अगाडि बढाउन सकिन्छ। व्यक्तित्व विकासले गर्दा आफ्नो व्यावसायिक जीवन सहज र सरल बनाउन सहयोग गर्छ। जबसम्म हाम्रो व्यक्तित्व विकास हामीले सही ढङ्गबाट गर्न सक्दैनौँ तबसम्म हाम्रो व्यावसायिक जीवन पनि सफल र सहज हुन सक्दैन र सकारात्मक दृष्टिकोणको विकास हुन्छ। अघि हामीले छलफल गरिसक्यौँ आदरणीय उपस्थित महानुभावहरू। व्यक्तित्व भनेको आन्तरिक र बाह्य दुईटै क्षमताको विकास हुन्। आन्तरिक क्षमताको विकास भयो भने मात्रै हामी सकारात्मक तरिकाले अगाडि बढ्न सक्छौँ। हरेक कुराहरूलाई हामीले सकारात्मक रूपमा लिन सक्छौँ र सामाजिक सम्बन्धमा सुधार गराउन सहयोग पुर्याउँछ। व्यक्तित्व विकास राम्रोसँग भयो भने उसले समाजमा एकदमै सुमधुर सम्बन्ध बनाउन सक्छ, समाजमा आफ्नो पहिचान दिन सक्छ र मनोवृद्धिमा सुधारलाई जीवनलाई सफल र अर्थपूर्ण बनाउँछ। जबसम्म मनोवृद्धिमा राम्रो छैन भने उसले हरेक समाजमा सकारात्मक छाप छोड्न सक्दैन। मनोवृत्ति राम्रो भएको व्यक्तिले नै आज संसारमा जे जति प्रगतिहरू भए सबै मनोवृत्तिमा राम्रो भएका व्यक्तिहरूले गरेछन्। यदि मनोवृत्ति नै खराब छ भने उसले जतिसुकै योग्यता हासिल गरोस्, अरू जतिसुकै व्यक्तित्व विकास गरोस्, त्यसले केही पनि समाजमा राम्रो इम्प्याक्ट दिन सक्दैन। त्यो भन्दै आज म व्यक्तित्व के हो, व्यक्तित्व विकास भनेको के हो र व्यक्तित्वका कसरी गर्ने र यसका फाइदा महत्त्वको बारेमा हजुरहरूलाई जानकारीमूलक तथ्याङ्कहरू प्रस्तुत गरेर म जाँदैछु र हजुरहरूलाई मेरो प्रस्तुति सम्बन्धी कुनै जिज्ञासा भए भने हजुरहरूकोले तल मैले उल्लेख गरेको फोन नम्बर 98 41 65 43 68 मा र साथै मेरो मेल एड्रेस anupasigdel@gmail.com र फेसबुकमा अनुपा सिग्देल ढकालमा कन्ट्याक्ट गर्न अनुरोध गर्दछु।